फाइनल्ली पहिलोचोटि प्रवेश गर्दैछु म ब्याम्बो कटेज। यो चाहिँ ब्याम्बो कटेज हो। ब्याम्बो कटेज प्रवेश गर्न साथ म चाहिँ भिडियो गराउनुतिर लाग्यो भने बुढी भने चाहिँ फोटो खिच्नेतिर लागेको छ। यता चाहिँ तीनजना दिदी बहिनी फोटो खिच्नलाई रेडी भएर बसेको छ। यतापट्टि क्यामेराम्यान भनेको चाहिँ छोरो हो। अनि यतापट्टि चाहिँ पालो कुर्दै हुनुहुन्छ ससुराबा सासूआमा र सालो केटो फोटो खिच्नलाई पालो कुर्दै। त सबै आएपछि त फोटो खिच्नु पऱ्यो। सबै ब्याम्बो कलेजमा आएपछि फोटो खिच्ने ठाउँ भनेको त्यही हो। प्रायः सबैले फोटो खिच्ने ठाउँ त्यही हो। अब म चाहिँ आएर चाहिँ भिडियो गराउनुतिर लागिहालेँ। यो चाहिँ रहेको छ किचन रुम। अनि म पनि यहाँको चहलपहल दिउँ भनेर भिडियो गराइदिइहालेँ है। अब सासूआमा र ससुराबा चाहिँ अब फोटो खिच्नलाई बसिसक्नु भएको छ भने यता फोटो खिच्दैछन् सालो केटोले र उतापट्टि रहेको छ रिसेप्सन अफिस। अब म चाहिँ यहाँ दिनु पऱ्यो अब ब्याम्बो कटेजको चहलपहल सबैलाई। जे होस् राम्रो लाग्यो मलाई चाहिँ यहाँ ब्याम्बो कटेजको चाहिँ यहाँको चाहिँ यो सबै बसेर खाने ठाउँहरू चाहिँ मलाई ठिक लाग्यो। यदि कोही कसैलाई आउन इच्छा छ भने यतै नजिक हुनुहुन्छ भने यो ब्याम्बो कटेज गएर चाहिँ एकखेप भिजिट गरिदिनु होला। ठिक छ, मलाई चाहिँ राम्रो लाग्यो ब्याम्बो कटेजमा आएर। सबैजना आएर घुमिदिनु होला ब्याम्बो कटेजमा है त।